यसरी घटनामा हर्क सम्पाङको भूमिकामाथि किन उठाइदैछ प्रश्न? के यो सबै हर्ककै खेल हो त? के हर्क सम्पाङले देशमा धार्मिक द्वन्द्व गराउँदैछन्? आखिर किन सामाजिक सञ्जाल टिकटक फेसबुकमा हर्क सम्पाङ नै दोषी देखाउँदै भिडियोहरूको बाढी आइरहेको छ? ठुलो षड्यन्त्र हर्क सम्पाङको क्रियाद्वारा हो यो। यसमा छ नि जसले जेसुकै भन्नु हर्क सम्पाङको षड्यन्त्रमा भएको छ के? आजको विशेष भिडियो रिपोर्टमा हामी यसै विषयमा तपाईँलाई जानकारी गराउनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। हो दर्शक महानुभावहरू, सुनसरको कप्तानगञ्ज र हरिनगर क्षेत्रमा साउने सोमबारको बोलबोल यात्राको क्रममा दुई समुदाय बीच भीषण झडप भयो। यस हिंसात्मक झडपमा एकजनाको ज्यान गयो भने 24 जना भन्दा धेरै घाइते भएको जानकारी आएको छ। स्थिति यतिसम्म तनावग्रस्त बन्यो कि सरकारले त्यहाँ अनिश्चितकालीन कर्फ्यू लगाउनु पर्यो र जिल्ला प्रमुख अधिकारी र सुरक्षा प्रमुखलाई तत्कालै फिर्ता बोलाएर छानबिन समिति गठन गर्यो। तर यो घटनासँगै सामाजिक सञ्जालमा हर्क सम्पाङमाथि तीव्र आलोचना सुरु भएको छ। षड्यन्त्र हर्क सम्पाङको ठुलो षड्यन्त्र छ। मुस्लिम आइमालाई हर्क सम्पाङलाई छिटोभन्दा छिटो समाएर कालोपट्टिमा कोच्न जरुरी छ के? दर्शक महानुभावहरू, आलोचक र केही स्थानीय युट्युबरहरूले दावी गरिरहेका छन् कि हर्क सम्पाङले विगतदेखि नै सामाजिक सञ्जालमा दिँदै आइरहेका केही अभिव्यक्तिले समाजमा साम्प्रदायिक र धार्मिक सहिष्णुता भत्काउन मद्दत पुर्याएको छ। धरन हुँदा चर्च र मन्दिरको विवाद होस् या त तराईका बासिन्दाहरूलाई लक्षित गरी दिइरहेका कतिपय टिप्पणीहरू, तिनै कुराले जनतामाझमा आक्रोश जन्माएको र त्यसैको फलस्वरूप सुनसरीमा घटना भएको दावी समेत विरोधीहरूले गर्दै आइरहेका छन्। जातीय द्वन्द्व र धर्ममा लडाउने तिमीले सुरु गर्ने अनि अहिलेको सरकारले दोष दिने, अहिले सरकार चुपचाप लाएर बस्यो भने मिल्छ? तिमीले सुरुवात गरेको, तिमीले समस्याको समाधान गर। त्यहाँ कतिपयले त उनलाई तत्काल पक्राउनै गरी अनुसन्धान गर्नुपर्ने समेत माग सामाजिक सञ्जाल मार्फत राख्दै आइरहेका छन्। यसको अर्को पनि बाटो उत्तिकै बलियो छ। स्वयं हर्क सम्पाङले आफूमा लागेका यी आरोपहरूलाई पूर्ण रूपमा खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत हिन्दू र मुस्लिम दुवै समुदायलाई आपसी सद्भाव कायम राख्न अपिल समेत गर्दै आइरहेका छन्। उनको तर्क छ, हामीलाई जुदाएर आफ्नो राजनीतिक रोटी सेक्न खोज्ने तत्त्वहरूबाट टाढा रहनुपर्छ। आफूमाथि लागेका आरोपमाथि व्यङ्ग्य गर्दै उनले लेखेका छन्, यदि हरेक घटना मेरै कारणले घटेको हो भने मलाई भगवानकै रूपमा राखेर पूजा गर्नुपर्छ, विरोध किन गर्छौ? दर्शक महानुभावहरू, अब तथ्यलाई केलाउँदा सुनसरीको यो घटना स्थानीय स्तरको पुरानो विवाद अनि बोलबम यात्राका क्रममा उत्पन्न तत्कालीन उत्तेजनाको कारण भएको देखिएको छ। यसमा हर्क सम्पाङको प्रत्यक्ष संलग्न रहेको कुनै पनि कानुनी वा आधिकारिक प्रमाण फेला परिरहेको छैन। हर्क सम्पाङमाथि कसैले अनावश्यक रूपमा आरोप लगाइरहेको देखिन्छ। दर्शक महानुभावहरू, सत्य के हो भने सामाजिक सञ्जालमा भ्युज र भाइरल हुने होडबाजीका कारण कतिपय भिडियोहरूले घटनालाई अतिरञ्जित बनाएर हर्क सम्पाङसँग जोडिरहेको देखिन्छ। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता सबैमा छ, तर धार्मिक र सामाजिक सद्भाव बिगार्ने अधिकार कसैलाई छैन। सांसदमाथि यस्ता खालका आरोप लगाउनु कतिको उचित हो? तपाईँ यो विषयमा आफ्नो धारणा के राख्न चाहनुहुन्छ? अथवा यो विषयमा तपाईँको धारणा के छ? किन हर्क सम्पाङलाई यसरी अनावश्यक रूपमा मान्छेहरूले आरोप लगाइरहेका छन्, उनको टिका टिप्पणी गरिरहेका छन्? धार्मिक द्वन्द्व हुन नदिनका लागि एक अर्काको धर्मलाई सम्मान गरौँ। आज पनि अनावश्यक हल्ला नगरौँ र कसैलाई अनावश्यक रूपमा बिना प्रमाण आरोप पनि नलगाउँ। तपाईँ सबैको समय शुभ बितोस्। तपाईँ सबैको जय होस्। नमस्कार।